फेरि पनि स्वागत छ डेली ब्लगमा। आज हाम्रो कुखुराहरूको 19औं दिनमा कुखुराहरूलाई दिनुपर्ने सबमिट र कुखुराहरूलाई गर्नुपर्ने व्यवस्थापनबारे भिडियो लिएर फेरि पनि उपस्थित भएका छौँ। भिडियोमा पहिलोपल्ट आउनुभएको छ भने कृपया भिडियोलाई लाइक, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। दुई दिनदेखि नै पानी परेको हुनाले अनि चिसो भएको हुनाले हामीले चाहिँ आज कुखुराहरूलाई घरैसी दबाई युज गरेका छौँ। घरैसी हामीले औषधिहरूमा चाहिँ अदुवाको पेस्ट, लसुनको पेस्ट अनि अलिकति हल्दी मिसाएर पेस्ट बनाएर बिहानको टाइममा दिएका छौँ। त्यसपछि हामीले अलिकति कुखुराहरूलाई चिसो लाग्ने भएको हुनाले एन्टिबायोटिक पनि युज गरेका छौँ। दिनुपर्ने सबमिटहरू के हो भन्दाखेरि हामीले क्याल्सियम पनि युज गरेका छौँ बिहान, अनि दिउँसोको टाइममा हामीले इम्युनिक्योर युज गरेका छौँ। अनि त्यसमा हामीले किडनीको लागि उपयुक्त हुने औषधि पनि युज गरेका छौँ। त्यसपछि हाम्रो बेलुकाको टाइम भनेको यिनीहरूलाई बेलुकाको टाइममा चाहिँ हामीले लिभर टनिक दिनेछौँ। लिभर टनिक चाहिँ किन दिनुपर्छ भन्दा 18 दिने या 19 दिने कुखुरा भइसकेपछि दानाहरू प्रशस्त मात्रामा खाने हुनाले हामीले यिनीहरूलाई लिभर टनिक दिनुपर्ने हुन्छ, किनकि लिभर टनिकले गर्दा दाना पचाउने शक्ति यिनीहरूको क्षमताहरू वृद्धि हुने गर्छ। त्यही भएर हामीले यिनीहरूलाई लिभर टनिक पनि युज गर्ने गर्छौँ। दिन भइसकेको कुखुराहरूले एकदम 19 दिन 18 दिन भएको कुखुराहरूले एकदम बढी दाना खाने र एकदम धेरै दिशा गर्ने हुनाले फ्लोरहरू पनि एकदम चिपचिपा हुन सक्छ र पानीको व्यवस्थापन राम्रो भएन भने फ्लोरहरू अलिकति पानीले गर्दाखेरि चिपचिप हुन सक्छ। यसको लागि हामीले उपाय चाहिँ के गर्नुपर्छ भन्दा भिजेको भुसहरूलाई उठाएर व्यवस्थित गर्ने अनि दिनमा कम्तीमा नि या 2 पल्ट या 1 पल्ट यिनीहरूलाई भुसहरूले पल्टाइदिनुपर्छ। त्यस्तो गर्यो भने तल भएको भुसहरू सुक्ने ओभन हुने गर्छ। त्यही काम पनि आज गरियो। 19 दिनको कुखुराहरूको अवस्था यस्तै छ। तपाईहरुतिर कस्तो छ कृपया कमेन्ट मार्फत शेयर गर्नुहोला। र तपाईहरुकोतिर कस्तो छ मौसम? हाम्रोतिर अलिकति मौसम अलि चिसो भएको छ, किनकि पानी पर्ने अनि चिसो हावा चल्ने भएको हुनाले अलिकति चिसो लाग्ने डर भइरहेको छ कुखुराहरुकोमा। तपाईहरुतिर कस्तो छ कृपया कमेन्ट गरेर भन्नुहोला। उन्नाइस दिन पुगिसकेको कुखुराहरूलाई हामीले पानी र दानाको व्यवस्थापन चाहिँ राम्रो गर्नुपर्छ।
पानीको भाँडाहरू मजाले हेर्ने, हल्का माथि हुने गरी उठाउने, किनकि यिनीहरूले फोहोर गर्ने हुन्छ। फोहोर गर्यो भने तुरुन्तै पानीहरू चेन्ज गरिदिने। अनि फिल्टरहरू चाहिँ हामीले सही मात्रामा उठाइदिनुपर्छ। यिनीहरूलाई एकदम खान सजिलो होस्। यिनीहरूलाई तल हुँदा पनि र माथि हुँदा पनि अप्ठ्यारो हुन्छ भन्दा तल हुँदाखेरि यिनीहरूले तलको फोहोरहरूलाई यिनीहरूले माथि लान सक्छ, माथि हुन सक्छ। त्यही भएर हामीले फिल्टरहरू पनि सही गरेर राख्नुपर्छ। दिनकै जस्तो हामीले फिल्टरहरूलाई अलिकति उठाउने गर्नुपर्छ। पानीको भाँडाहरू चाहिँ हामीले दिनमा पानी चेन्ज गर्ने बेलामा सफा गरिरहनुपर्छ, किनकि पानी भनेको हामीले 2-3 घण्टा यत्तिकै राखेका हुन्छ। त्यसले गर्दा ब्याक्टेरियाहरू त्यहाँ भएको हुन्छ। त्यसलाई हामीले मजाले धुनुपर्छ, सेनिटाइज गर्नुपर्छ भन्ने छैन, तर राम्रोसँग धोयो भने हुन्छ। यस्तै गरेर हामीले पानी र दानाको राम्रो व्यवस्था गर्यो भने कुखुराको ग्रोथ एकदम राम्रो हुने गर्छ। र आज हाम्रो कुखुराको पनि अहिलेसम्मको अवस्था हेरेर राम्रै छ। 19 दिने कुखुरामा लगभग 1 केजीको हाराहारीमा छ। यतिसम्मको वेट आउनु र यतिसम्म हुनु राम्रै हो। तपाईकोतिर कस्तो छ? 19 दिने कुखुराको वेटहरू कस्तो छ? कृपया कमेन्ट गरेर भन्नुहोला। भिडियो मन परे भिडियोलाई लाइक, कमेन्ट अनि च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल भिजिट गर्नुहोला। ओके, बाई।